चाहिँ चट्ट लाएर मुलाको अचार बनाउनु पर्यो कि। यो भयो खुर्सानी, यो भयो धनियाँ, जिरा, सौंफ, खुर्सानी, राई। यो चाहिँ मुला र गाजर मिक्स गरेर काटेर सुकाएर राखेको हो। मैले धेरै चाहिँ सुकाएको छैन किनकि यो थोरै दिनको लागि खानको लागि मात्रै हो। म चाहिँ अचार भनेपछि एकदमै अचार लभर हो है। मसला चाहिँ रेडी भइसकेको छ। अब यसलाई चाहिँ दरदरा गरी मोटो मोटो टाइपमा चाहिँ पिस्नु पर्ने हुन्छ मिक्सचरमा। हाम्रो मसला रेडी भइसकेको छ है। हामीले राख्दैछौँ मसला है, चट्ट अमिलो पिरो ट्वाक्क है। अचार भने कला मन पर्दैन होला र नेपालीलाई होइन। यो रेसिपी चाहिँ हाम्रो मम्मीको है। अब तपाईँले तपाईँको स्टाइलको पनि बनाउन सक्नुहुन्छ। हल्दी, थोरै रेड चिल्ली पनि राख्नुपर्ने हुन्छ। यो चाहिँ काश्मिरी चिल्ली हो, हल्का कलरको लागि मात्रै। अनुसार नुन है, स्वाद अनुसार नमक, आयोडिनयुक्त नमक। नमक कम खाने गर्नुहोस् है, सबैजनाले ब्लड प्रेसर बढ्छ फेरि। कम्ता मजा आउँछ यो खुर्सानी, जति खाने खुर्सानी क्या। मैले चाहिँ लसुन पनि राख्दैछु। लसुनको फ्लेभर चाहिँ मलाई एकदमै मनपर्छ है। बाँकी चाहिँ सबैको आफ्नो आफ्नो इच्छा, तर लसुन चाहिँ मैले हल्का तेलमा फ्राई गरेर। हाम्रो गरम भइसकेको छ, मस्त लसुन फ्राई गरेर लाउँदा अचार त रेडी त भइगयो। कसैलाई चाहिएछ भने 056 छैन 53 54 412मा कन्ट्याक्ट गर्नु होला है। होम डेलिभरीको पनि व्यवस्था छ। ट्याक्क पिरो मिठो नुनको अचार होइन। अचार खान त दसैँ तिहारमा मजा आउँछ नि। ओहो, हाम्रो गुल्मीको पार्टीको है त्यो खसी परेको काँक्राको अचार हाम्रो हजुरआमाले कति मिठो बनाउनुहुन्थ्यो क्या। आज त के गर्ने, त्यस्तै छ। अचारमा हेर्नुहोस् त, झ्वाङ्गा पारेर अचार रेडी। तेल धेरै राख भन्नु होला, तर यो ओलिभ ओइल भनौँ कि खाने के डराउने यार। मरेर जाने दुई दिनको जिन्दगी बाँच्ने गरी खाने होइन। तपाईँलाई चाहिँ राम्रोसँग अनि अहिले म डब्बामा राखेपछि फेरि देखाउँ। अब यसलाई चाहिँ चट्ट हातैले अनि मिक्स गर्ने। फेरि कति भुत्ला झऱ्यो होला भन्नु क्या, हाम्रो हातबाट झर्दैन। हात साबुन अनि बल माटाको हात ल्याएर धुने के अरे गर्ने होइन। मुला पनि राम्रो भएर है सुकाएर पर्छ नि त। कति मिठो छ ल्याएर गुड। अब डब्बामा चियापत्तीको फेरि सिसाको डब्बामा राख्ने गर्नुहोस् है तपाईँहरूले। लङ टाइमको लागि हो भने प्लास्टिकको डब्बामा खासै राम्रो हुँदैन। हामीले त चाँडै भ्याउँछौँ नि त, त्यही भएर ठिक्क एक डब्बै भएछ भने। तर अचार चाहिँ दामी भएको छ। चाहिएछ भने सम्पर्क गर्नु न। जम्मा 40 दिनमा एक बोतल है। धेरै महँगो पनि छैन। हामीले चाहिँ तेल चाहिँ अलिकति कमै राखेँ म।